Happy Holi! Hi guys, welcome to my another video. So today I'm gonna share about how I celebrate my Holi. So firstly चाहिँ मैले मेरो मम्मीको हातबाट कलर लगाए, त्यसपछि हामी एकछिन नाच्यौं, उफ्र्यौं अनि फोटो खिच्यौं। त्यसपछि म घरबाट निस्के, तर म कता जाँदैछु भनेर फिक्स भएको थिएन, त्यही पनि निस्के। मेरो चाहिँ केही कुरा फिक्स हुँदैन, जे पनि अनप्लान हुन्छ। सो अब म पहिला मेरो साथीलाई भेट्छु, त्यसपछि हामी डिसाइड गर्छौं कता जाने भनेर। एन्ड मेरो घर चाहिँ गल्लीभित्र हो, सो म एक्लै गल्लीबाट हिँड्दै पोट्री स्क्वायरतिर जाँदैछु। एन्ड म पोट्री स्क्वायर पुगेँ मेरो साथीलाई भेट्न। त्यसपछि गाइज म रानीकोट पुगेँ। यताको भ्यू चाहिँ ठिकै थियो, एक दिन अगाडि पानी परेको थियो, त्यसैले त्यस्तो क्लियर चाहिँ देखेको थिएन, त्यही पनि राम्रै थियो भ्यू। अनि त्यहाँको सिन देख्ने गरी भिडियो बनाएँ, एकछिन त्यहाँ बसेँ। त्यसपछि हामी खाजा खाने ठाउँमा गयौँ अनि खाजा खाँदै त्यहाँको भ्यू हेर्दै रमाइलो गऱ्यौँ एकछिन। अनि फोटो खिच्यौँ, फोटो खिचेपछि त्यहाँ टिकटक पनि बनाएँ, नाचेँ एकछिन। त्यहाँबाट फर्केपछि म डाइरा स्क्वायर आएँ अनि एकछिन बसेँ। गाह्रो भइसकेको थियो, मलाई चाहिँ निन्द्रा लागिरहेको थियो। अनि यता चाहिँ धेरै मान्छेहरू थियो, नेवारी कल्चरको ढिमे बाजा बजाउँदै नाचिरहेको थिए सबैजना। अनि यो एकछिन यता हेरेँ, त्यसपछि फोटो खिचेँ। फेरि फोटो खिच्न त छुटाउनु भएन, सो फोटो खिचेँ। अनि त्यसपछि फेरि त्यहाँबाट नपुखु क्याफे पुगेँ। अनि क्याफे चाहिँ आज बन्द थियो, त्यही पनि स्पेसल हाम्रो लागि भनेर खोलेको थियो। अनि यता पनि एकछिन बस्यौँ, रमाइलो गऱ्यौँ, खाजा खायौँ। अनि फोटो खिच्न त छुटाउनु भएन, सो फेरि फोटो खिचेँ। आजको भिडियो चाहिँ यति नै। सो इफ यु enjoyed this, make sure to subscribe my channel for more content and thank you for watching. Bye bye.